यात्रा सुरु गर्नुभन्दा मात्र एक दिन अगाडि बनेको हाम्रो यो प्लान। जुन दिन मौसम निकै राम्रो थियो, तर धेरै समयदेखि नपरेको पानी हामी हिँड्ने भनेकै दिन बिहानैबाट सिम पर्न थाल्यो। त्यही पनि हाम्रो यो यात्रा चाहिँ रोकिएन र हामी लाग्यौँ हाम्रो यात्रातर्फ। हाम्रो यो यात्रा कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला हुँदै रारासम्मको थियो। सो अहिले चाहिँ हामी यो भेरीपुरमा पुगिसकेका छौँ र अहिले चाहिँ एकदम पानी पनि परिरहेछ। देख्न सक्नुहुन्छ अब केही समयमा चाहिँ हामी सुर्खेत पुग्नेवाला छौँ। सो अनि सब अनि कस्तो लाग्यो त, कतिको मजा आयो त बाइक चलाउन यहाँसम्म चाहिँ रमाइलो छ एकदम। अनि चलाउन भन्दा चाहिँ बस्नुलाई चाहिँ एकदम गाह्रो हुँदो रहेछ। मलाई एकदम रमाइलो लागिरहेको छ। जुम्ला पुग्नु अघि नै जुम्लाको माहौलले हामीलाई छोइसकेको थियो। त्यसैले बाइक रोकेर जुम्लाको गीतमा हामी खुसीले नाच्न थाल्यौँ। त्यहाँबाट निस्किन बित्तिकै फेरि पानी पर्न थाल्यो, तर बाटोभरिको दृश्यहरू भने एकदमै अविश्वसनीय सुन्दर देखिँदै थिए। त्यही सुन्दर दृश्यहरूमा रमाउँदै हामी यात्रा अगाडि बढाइरह्यौँ। कल्याण भन्ने ठाउँमा आइसकेका छौँ अहिले चाहिँ हामी। सो यहाँको भ्यू चाहिँ एकदम अमेजिङ छ है गाइस, एकदम दामी भ्यू छ। हेर्न सक्नुहुन्छ मजा आइरहेको छ त चलाउन एकदम। हल्का पानी नपऱ्यो भने चाहिँ अझै मजा आउँथ्यो। रमाइलो भइरहेछ हाम्रो चाहिँ। दामी है दामी। अहिले चाहिँ हामी यो दैलेख दुल्लेश्वर भन्ने ठाउँमा पुगिसक्यौँ र अब चाहिँ एकछिनमा खानासाना खाएर हामी चाहिँ सिधै कहाँ जाने रे हामी यहाँबाट है मानमा जानेछौँ। सो यो देखिरहेको चाहिँ माङमा हो र हामी चाहिँ अब केही समयमा त्यहाँ पुग्नेछौँ र त्यहाँ गएपछि चाहिँ हामी आज त्यही होटलमा बस्नेछौँ। सो एकदम दामी देखिरहेछ गाइस, हेर्नुहोस् यो चाहिँ माङमा। सो अहिले चाहिँ हामी यो मानमा कालीकोट पुगिसकेका छौँ। सो एकदमै थकाइ लागिरहेछ गाइस होइन, एकदम रमाइलो पनि भयो। चाहिँ हामी बसिरहेको होटल चाहिँ यही नै हो। हेलो एन्ड गुड मर्निङ फ्रम मानमा कालीकोट। र अहिले चाहिँ हामी होटलबाट निस्किन लागेको। हामी चाहिँ सिधै आज यहाँबाट चाहिँ जुम्ला गएर तातो पानीमा नुहाउँछौँ र त्यहाँबाट चाहिँ हामी सिधै जुम्ला बजारमा घुमेर चाहिँ त्यहाँ अब के घुम्ने ठाउँहरू छ त्यहाँ चाहिँ घुम्छौँ। सो अरू चाहिँ के हुन्छ म त्यो देखाउँदै गर्छु है। अनि यो बाइक पनि यहाँ कोल्ड स्टार्ट हुँदैछ। अनि यो स्टार्ट भइसकेपछि चाहिँ हामी सिधै यता भ्यू पोइन्ट भन्ने ठाउँमा जान्छौँ र त्यहाँ एकछिन घुमेर चाहिँ सिधै जुम्ला जान्छौँ। लगभग 2 घन्टा 40 मिनटको राइड पछि चाहिँ अहिले हामी यो जुम्ला रारा हिली भन्ने ठाउँमा पुगिसक्यौँ
र बाटोको कुरा गर्नुपर्दा चाहिँ मान्माबाट जुम्लासम्म चाहिँ लगभग अलिअलि अफ रोड अन रोड दुइटै छ र त्यस्तो गाह्रो पनि छ भन्न मिल्दैन र जुम्ला लगभग जुम्ला पुग्दा चाहिँ भ्यू चाहिँ एकदमै दामी छ गाइस। यहाँ पनि हेर्न सक्नुहुन्छ एकदमै दामी छ। फाइनली अहिले चाहिँ हामी यो तातो पानी आइसक्यौँ र देख्न सक्नुहुन्छ यहाँको भ्यू यस्तो दामी छ नि गाइस। हेर्नुहोस् है यस्तो दामी छ यहाँको भ्यू चाहिँ। सो अब चाहिँ हामी एकछिनमा खानासाना खान्छौँ र त्यो तातो पानीमा गएर चाहिँ हामी नुहाउनु पर्ने हुन्छ। सो यहाँ रहेछ यो नुहाउने ठाउँ चाहिँ। भ्यू चाहिँ एकदम दामी छ है। धेरै समयपछि रातो चामलको मिठो खाना खाएर हामी तातो पानीमा नुहाउन गयौँ र त्यो तातो पानीमा नुहाउँदा यात्राको सबै थकान नै हराए जस्तो महसुस भयो। त्यहाँ एकजना बाजेसँग नुहाउँदै रमाइलो गर्दै फेरि हामी जुम्लाको छिन्ना भन्ने ठाउँतिर लाग्यौँ र बाटोमा एकछिन रोकेर फेरि नाच्न थाल्यौँ। छिन्ना पुग्न बित्तिकै त्यहाँ आन्टीले दोसल्ला उडाएर हाम्रो स्वागत गर्नुभयो र केही बेर त्यहाँ बसेपछि हामी गुम्बातिर लाग्यौँ। सो अघि तातो पानीबाट चाहिँ हामी खानासाना खाएर तातो पानीमा नुहाएर चाहिँ अहिले हामी यो गुम्बा आइसकेका छौँ। सो यो देख्न सक्नुहुन्छ यो गुम्बा चाहिँ यस्तो छ गाइस। एकैटाहरू चाहिँ फोटोसुट भइरहेछ र यहाँबाट चाहिँ यस्तो भ्यू देखिन्छ। सो यो गुम्बा चाहिँ पिस गुम्बा हो भन्ने चाहिँ सुनाइमा आइरहेछ। त्यसपछि हामी जुम्लाको फेमस सियासाइड क्याफे पुग्यौँ तर त्यहाँ धेरै भिडभाड भएको कारणले हामी फेरि त्यहाँकै फेमस बेकरी एन्ड कफी सपमा गयौँ। त्यहाँ केही बेर बसेर हामी आन्टीको घरतिर लाग्यौँ। त्यहाँ चिसो मौसममा आगो ताप्दै गफ गर्दै रमाइलो गर्दै बस्यौँ। त्यसपछि खाना खाएर हामी फेरि रमाइलो गर्दै नाच्न थाल्यौँ। हेलो एन्ड गुड मर्निङ फ्रम सिना जुम्ला। अहिले चाहिँ म यो सिना जुम्ला भन्ने ठाउँमा छु र आज चाहिँ हामी यतै यो जुम्लातिरै घुम्नेछौँ र भोलि चाहिँ सायद हामी रारा जान्छौँ होला। देख्न सक्नुहुन्छ यहाँको भाइस चाहिँ यस्तो दामी छ है। त्यो बिहान बिहान यस्तो दामी भ्यू छ। अहिले चाहिँ हामी यो जुम्लाको बजारमा आइसक्यौँ। देख्न सक्नुहुन्छ यस्तो छ जुम्लाको बजार चाहिँ गाइस दामी रहेछ। अहिले चाहिँ हामी यो जुम्लाको सबैभन्दा ठुलो मन्दिर चन्द्रनाथ भन्ने मन्दिरमा आइसक्यौँ। देख्न सक्नुहुन्छ यो चाहिँ यस्तो छ। त्यस्तो धेरै छैन। यो अहिले चाहिँ हामी यो कुली नदीको किनारमा छौँ। देख्न सक्नुहुन्छ यस्तो दामी नदी छ नि यहाँको भ्यूहरू सबै दामी छ होइन। जस मैले चाहिँ जुम्ला यति धेरै राम्रो होला भनेर चाहिँ सोचेको थिइनँ तर सोचेको भन्दा चाहिँ धेरै 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 नै राम्रो रहेछ।
हेलो एन्ड गुड मर्निङ फ्रम जुम्ला बस पार्क। अहिले चाहिँ हामी यो जुम्लाको बस पार्कमा छौँ। सो हिजो चाहिँ पानी परेको भएर चाहिँ हामी कतै पनि गएनौँ, यतै जुम्लातिर घुम्यौँ र आज चाहिँ हाम्रो डे 4 हो र आज चाहिँ हामी स्टार्ट गर्दैछौँ हाम्रो जर्नी फ्रम जुम्ला बस पार्क टु रारा लेक। सो स्टे ट्युन एन्ड किप वाचिङ। अहिले चाहिँ हामीले पेट्रोल पनि हालिसक्यौँ। यताको बाटो चाहिँ अलिक बिग्रेको भएकोले चाहिँ अब चाहिँ हामी यता यो सुविधा हुँदै रारा जानुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी यो चिजामा रहेको राजारानी पुलमा आइसकेका छौँ। यो पुल चाहिँ पुरै काठले मात्रै बनिरहेको रहेछ, देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै स्ट्रक्चरै पुरै काठको मात्र छ है, यो पनि पुरै काठको। बाटोको सुन्दर दृश्यहरूलाई रमाउँदै हामी हाम्रो यात्रा अगाडि बढाइरह्यौँ। यदि तपाईँहरू रारा जाँदै हुनुहुन्छ भने सिजा हुँदै जानुहोला। जुम्ला खाली हुँदै जाने अर्को बाटो अलि कठिन हुन सक्छ। सो अहिले चाहिँ हामी यो भुलभुले भन्ने ठाउँमा पुगिसक्यौँ। अब एकछिनमा हामी खानासाना खाएर सिधै निस्किनुपर्ने हुन्छ। सो हामी खाना खान लागेको चाहिँ यही हो, यहाँको भ्यू चाहिँ यस्तो छ है। आगो तापिरहेछौँ हामी चाहिँ अहिले। अनि कस्तो भयो त यहाँसम्म चलाउँदा? दुःखद भयो। अनि दाइले चाहिँ मलाई एकदम रमाइलो भइरहेको एकदम गतिलो छ पुगिरहेको छ मलाई। ल अब चाहिँ एकछिनमा हामी यहाँ खानासाना खान्छौँ। सो यो हामीले चाहिँ यो भाले पनि लिइसकेका छौँ। सो यसलाई चाहिँ अब रारामा गएर खानुपर्छ। र यहाँ चाहिँ यस्तो छ यहाँको भ्यू चाहिँ एकदम दामी। फाइनली अहिले चाहिँ हामी यो रारा नेसनल पार्क पुगिसकेका छौँ। यहाँ चाहिँ अब हाम्रो बाइकहरू पार्किङ गर्छौँ र त्यहाँबाट चाहिँ अब कति हिँड्नुपर्छ त्यो चाहिँ अब एकछिनमा थाहा हुन्छ। अहिले चाहिँ हामी हिँड्न स्टार्ट गरिसकेका छौँ। सो देख्न सक्नुहुन्छ लगभग 1.5-2 घन्टा जति लाग्छ होला हामीलाई त्यहाँ रारा तालसम्म पुग्न चाहिँ। सो केटाहरू चाहिँ हिँडिरहेछन्। केही समयको हिँडाइपछि हामी राराताल पुग्यौँ। त्यहाँ पुगेर हामी कुखुरा बनाउँदै गफ गर्दै फेरि रमाइलो गर्न थाल्यौँ। सो हेलो एन्ड गुड मर्निङ फ्रम रारा लेक। अहिले चाहिँ बिहानको 6:30 भइरहेको छ र हामी चाहिँ अहिले यो रारा लेकमा छौँ। र देख्न सक्नुहुन्छ यहाँ चाहिँ बिहान बिहान यस्तो दामी घाम लागिरहेछ होइन, दामी घाम भइरहेछ। यो चाहिँ रारा लेक हो, एकदमै दामी छ है गाइस, एकदमै दामी छ। बिहान चाहिँ बिहानको घाम ताप्न चाहिँ एकदमै मजा आउँदो रहेछ। सो अहिले चाहिँ हामी यो बोटिङको लागि निस्किसकेका छौँ र ऊ त्यहाँ छ हाम्रो बोटिङ चाहिँ। लगभग 45 मिनट जति लाग्छ अरे यो लेक क्रस गर्नलाई चाहिँ। लगभग अब चाहिँ हामी 45 मिनटसम्म चाहिँ त्यही बोटिङमै हुनेछौँ। सो एकदम दामी छ है यहाँको भ्यू चाहिँ।
केही समय बोटिङ गरेर हामी राराताल पारी पुग्यौँ। त्यहाँ केही क्षण घोडा चढेर फेरि रमाइलो गऱ्यौँ। सो अहिले चाहिँ हामी यो रारा लेक घुमिसकेका छौँ। एकदमै दामी छ है गाइस। रारा लेक चाहिँ मजाले घाम पनि लागिरहेछ। अनि घोडामा पनि एकछिन रमाइलो गऱ्यो र अब चाहिँ हामी एकछिनमा यहाँबाट जानुपर्ने हुन्छ। सो अब चाहिँ हामी यहाँबाट लगभग 1.5-2 घन्टा हिँड्छौँ होला र त्यहाँबाट चाहिँ आज हामी जुम्ला गएर बस्नुपर्ने हुन्छ। सो अरू चाहिँ के हुन्छ म त्यो अपडेट गर्दै गर्छु। लगभग 1 घन्टा जति हिँडेर चाहिँ अहिले हामी यो रारातालबाट चाहिँ यो आर्मी ब्यारेक आइसक्यौँ र यहाँबाट चाहिँ अब हामी सिधै जुम्ला जान्छौँ। सो हामी चाहिँ अहिले यो सिन्जाको बाटो नगएर चाहिँ यो अर्को यो सिधै जुम्ला निस्किने बाटो गइरहेछौँ। त्यस यहाँको बाटो चाहिँ अलिकति डेन्जर रहेछ हिजोभन्दा चाहिँ। त्यस एकदम सानो बाटो, त्यही माथि ढुङ्गाहरू मात्र रहेछ। सो बाटो चाहिँ यस्तो सक्नुहुन्छ यहाँ हुँदै एकदम यस्तो छ है बाटो चाहिँ। ए ल हस् हुन्छ। सो अहिले चाहिँ हामी यो खाली भन्ने ठाउँमा पुगिसक्यौँ। अब एकछिनमा चाहिँ हामी यहाँ एकछिन चिया खाएर नास्ता खाएर चाहिँ सिधै जुम्ला बजार जानेछौँ। सो बाटो चाहिँ एकदमै अप्ठ्यारो छ है गाइस। यो खालीको बाटो चाहिँ एकदमै अप्ठ्यारो छ, पुरै ढुङ्गा मात्र छ अनि होइन एकदमै उकालो एकदमै ओह्रालो। यहाँ देख्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ बवाल छ है। पेडहरू चाहिँ आगो ताप्दै बसिरहेछन्। एकदमै जाडो पनि छ। त्यस दिन हामी खालीबाट भेडा लिएर जुम्ला पुग्यौँ। भोलिपल्ट जुम्लामा भइरहेको फुटबल गेम पनि हेर्ने मौका पायौँ। अरू 2 दिन जुम्लामै बिताएर हामी घरतिर फर्क्यौँ। हातैमा सुनको औँठी दुखीलाई रुवाउने मता राई झुमा झुमा क्या मस्क्या कि छ राई झुमा।